हेलो गाइज वेलकम छ तपाईँहरूलाई मेरो न्यू भ्लगमा। आज चाहिँ हामी चोबार डाँडामा घुम्न आएको होइन। एकजना यो अनि उहाँ सुल्टी अनि यो आइरहेको छ होइन। हामी चाहिँ आज चोबारमा किन आएको भन्दाखेरि नि उनीहरू विदेश जान लाग्यो यहाँ भिडियो बनाइरहेको छ नि त, गाउँदेखि आएको थियो अनि उनीहरूलाई यसो चोबारतिर घुमाइदिउँ भनेर एकचोटि यो डाँडा देखाइदिन आएको। तपाईँहरूलाई यो डाँडा थाहा छैन भने किर्तिपुरमा आएर चोबार डाँडा भनेर सोध्नु होला। ठ्याक्क तपाईँ यो ठाउँमा आइपुग्नुहुन्छ होइन। यो ठाउँको लुक्स अनि भ्यू हेर्दाखेरि यता मकै रोपिरहेको छ होइन, मकैबारी दर्याम यता मकैहरू रोपिरहेको छ। टक्क यहाँबाट गुर्दौली साँझ देखिरहेको छ होइन, त्यस्तो हो है। अनि यहाँ तल यसो फुटबल खेलिरहेको छ केटाहरू। अनि यहाँ यसो रमाइलोको लागि पनि आइरहेको हुन्छ है, यहाँ पिकनिक सिकनिक अनि रमाइलो गर्नको लागि। अनि यता डेटिङको लागि यहाँ छ डाँडा होइन। यता रमाइलो गरेर आएका छन् मान्छेहरू आएर फोटोसोटो खिच्ने, भिडियो सिडियो बनाउने अनि डेटिङ सेटिङ केटाकेटीहरू आएका छन्। अनि प्राय धेरै भाइरल हुने डेटिङ सेटिङ बस्ने होइन भन्ने चाहिँ यतातिर हुन्छ। अनि यतातिर खास आज अहिले पानी परेर सबजना कता कता गएको छ, अहिले खासै मान्छेहरू छैन होइन, अलिअलि मान्छेहरू छ। यहाँ चाहिँ एउटा गुफा जस्तो छ होइन, गुफा त होइन तर पनि त्यस्तै छ, त्यही हो। जो रमाइलो छ, हामी चाहिँ आज यही रमाइलो हेर्नको लागि यहाँसम्म आएको होइन। ठिकै छ, जो रमाइलो छ। यहाँ चाहिँ एउटा गुम्बा जस्तो के हो यो मूर्ति जस्तो होइन, हाम्रो केटाहरू यता बसिरहेको छ। कस्तो लाग्यो गाइज तपाईँहरूलाई पनि भन्न सक्नुहुन्छ कमेन्ट मार्फत होइन। तपाईँहरूको लागि कमेन्ट बक्स खुल्ला नै हुनेछ। यो ठाउँ कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। अहिलेलाई चाहिँ म माथि आएको छु होइन, अघिको ठाउँभन्दा हल्का माथिको डाँडामा। अनि यो माथिको डाँडादेखि कस्तो देखिन्छ त त्यो पुरै तपाईँहरूलाई देखाउन गइरहेको छु होइन। अघिको भन्दा पनि अहिले अझै डिफ्रेन्ट देखिरहेछ। यहाँबाट चाहिँ अलि टोटल्ली मकैबारीहरू देखिने। अनि यहाँनिर पिपलको बुढा छ है। अनि यहाँनिर चटपटे पसल पनि छ। यहाँको चटपटे आएर एकचोटि खाइदिनु होला, तपाईँहरूलाई पनि एकदम टेस्टी लाग्नेछ। मलाई चाहिँ एकदम टेस्टी लागेको है। अनि यो भ्यू कस्तो लाग्यो अनि त्यो पनि कमेन्ट गरिदिनु होला है।